सो गाइस फाइनली हामी के भयो देवकोटा चोक आइपुगिसकेको महाकवि लक्ष्मीप्रसाद देवकोटा यो यताबाट होला कि कहाँबाट अब यही होइन म त खादबारीमा त अलमली पनि जान्छु आइपुगिसकेको छौँ तपाईँले देख्न सक्नुहुन्छ देवकोटाको स्ट्याचु साइले गएर एकपल्ट उड्न सक्छ त्यहाँ देवकोटा चोक आइपुगेपछि एकपल्ट एउटा कविता चाहिँ भन्नुपर्छ अरे कि भन्दै त कुन आउँछ कविता आउने भए म कवि न होती के अरे कविता आउने भए म कवि न होती अनि साथी सोनिया र सजना अस्ति नि म त तराई गएँ नि त अनि उनी चाहिँ यहीँ थियो अन्त यो भर्खरी नयाँ खोलिएको क्याफे रहेछ हो अनि यो भित्र आएर यहाँ बसेर फोटो खिचेछ यो भिडियो चाहिँ सजनाले हेर्छ मलाई थाहा छ त्यही भएर भनेको है अनि त मलाई त सुनाउँदा पनि नसुनायो नि उनी त गएछ नि फोटो खिचेर नयाँ ठाउँको फोटो खिचेर लाउँछ म त छक्क मैले हातबारीमा त यस्तो ठाउँ त छँदै छैन त्यो बर्गर हाउस के अरे बर्गर हाउस पिसा हो मैले देखेको अनि कहाँ चाहिँ गइछौ भन्छु अरे त यहाँ आएको रहेछ नयाँ प्लेस नयाँ ठाउँ खोलिएको रहेछ नयाँ के हो कफी सप होइन क्याफे होला खोलिएको रहेछ तर अहिलेसम्म पसेको भन्ने छैन अब चाँडै नै हामी पैसा कमाएर बस्ने छौँ अहिले त मास्क लाउँदा हेर्नु न एकचोटि भिडियो बनाउँदा त नलगाउन भन्छु लगाइहाल्छ ल अब चाहिँ भने हामी के भयो तल्लो बाटो आइपुगिसकेको छ हामी साइडले जहिले कुन घरमा खाजा खाँदैछौँ यो घर पल्लो घर यो घरमा ए होइन यो घर चाहिँ रहेछ होटल रहेछ नि ऊ होटलमा चाहिँ रहेछ तर आज हामी नखाइकन जाँदैछौँ यहाँ हामीले जहिले खाजा खाने थियौँ तर आज नखाइकन जाँदैछौँ किन कारण किन ए मामाको गाडी हाम्रै गाउँको बाटो जान्थ्यो होला मम्मी मामा पानी खाऊ न किन खानु कस्तो कुरा हो पानी पनि नखानु आयो को हुनुहुन्छ ए पानी दिनु न एउटा चिसो भान्जी भन्छ तेरोमा छ 20 दे दे मेरोमा त भन्दा पो फेरि देखिनै खोज्दैन त फेरि धनी हुनु पनि गाह्रो पो छ त साथीहरू यसरी 5 के मात्रै पो निस्किन्छ त अहिलेकोमा चाहिँ 20 त यसमा छैन रहेछ लाख एउटा नै हो दुईजनाले हो गाडीमा हेर्नु यसलाई कति टाइम लाग्दो रहेछ यो उकाउनु विचार गरौँ है एकछिन को खाने कि म हौ पहिला लास्टै चिसो अलि पर बोक्दा अलि पर पुगेपछि खानु त्यो खाने मलाई पनि चिसो दाँतै खिरायो तर सुम्नीमा चोक है फेरि तपाईँहरूलाई थाहा नहुनसक्छ यहाँ कत्रा आइज ठिक हुन्छ हौ यस्तै अब भने हामी लभिङ हिलको बाटो जाँदैछ क्या साथी लभिङ हिल पुगेपछि भेटेर चटपटी खानुपर्छ ल आरती होटल छेउ के हो यो हो त आरती होटल छेउ नै भन्दा थियो त्यही भन्दा आरती होटल फेरि म त चिन्दिनँ पनि गएँ आरती होटल छेउ एकपल्ट खादबारीमा चाहिँ पहिला अस्ति लाखे मार्दाखेरि एकचोटि बनाएको थिएँ अनि त्यहाँदेखि तलबाट बनाएको तलै रात पनि परिगयो अनि आजै हो त्यसपछि उयो यहाँबाट उता झर्छ होइन वालफिल्ड डाँडा हातमा फेरि छाँदा छ है काली हुन्छु भनेर यस्तो पनि छ सेफ्टी गार्डहरू गाइज वेलकम टु माने भन्ज्याङमा स्वागत छ तपाईँहरूलाई यो साइलीलाई छाता मार भनेको मार्न हो साइली मार्न
अब चाहिँ फाइनल्ली हामी चाहिँ माने भन्दा आइपुगिसकेको छौँ। यता चाहिँ हाम्रो ह्यान्डसम पार्लर छ होइन, एकपल्ट म कपाल काटिदिनु ल भनेर गएको थिएँ। अनि तर यता चाहिँ अलिक बोका बोकाहरू यता चाहिँ गेम खेल्दो रहेछ कि, अनि यो बाटो हिँड्दा पनि कहिले कराइरहेको हुन्छ। हेऱ्यो भनेको अलिक राम्रो होइन, नराम्रो हो र राम्रो हुने। अनि अब चाहिँ भने हामी यसरी माने भन्दा आइपुगिसकेको छौँ। अनि माने भन्दाको तपाईँहरूलाई के लाग्छ? साइली छिटो आइज। साइली के गर्दैछ तपाईँहरूले देख्नु सक्नुहुन्छ कि। माने भन्दाको मलाई सबैभन्दा विशेष लागेको भनेको अलिक उतादेखि नै भन्नु खोज्दै थिएँ, यो के भन्छ, यो हरियो इनामेल र यो पिङ्क कलरको जुन छ नि, यो चाहिँ एकदम, यो दुइटा देख्दा चाहिँ माने भन्ज्याङ रहेछ जस्तो लाग्छ क्या। ठ्याक्कै यो यति एरियामा चाहिँ यस्तो रहेछ नि त, यो पल्लो टुप्पाबाट यहाँको पल्लो टुप्पासम्म चाहिँ यस्तो रहेछ क्या। मैले अस्ति नै त्यो एउटा कुन टिभीको पो त्यो टिभीको प्रोग्राम चलाउने, अनि त्यति बेला यहाँको भिडियो बनाउनु भएको रहेछ। अनि त्यो बेला मैले देखेको थिएँ, अनि ठ्याक्क मैले पनि नोटिस गरेँ क्या। अनि त्यो चाहिँ रहेछ क्या, हेर्नु चाहिँ यो हरियो इनामेल र यो पिङ्क कलरको, यो चाहिँ के भन्छ उ त्यो डाँडा है, ठ्याक्क लाएर भन्ज्याङ डाँडा। अब यहाँको चोकहरूको नाम त पक्कै पनि भन्नै होला। साइन त यस्तरी पो हराउँछ त फेरि। भन्ज्याङ डाँडा यहीँ, यो देखेपछि चाहिँ भन्ज्याङ जस्तै लाग्छ मलाई, सायद यही होला। एकदमै सब्जीहरू बिक्री वितरण गर्ने भइरहेको रहेछ। यहाँ टोलीहरू चाहिँ सिलाउँदो रहेछ, पेन्टहरू यस्तैमा सिलाउनु दिनु क्या। त्यो रसिलोको पेन्ट यहाँ छ, त्यो अहिको दाईको पसल यहाँ, यही हो। ल हामी साइली यति सन्तोकी भएर चाहिँ आजसम्म हिँडेको थियौँ होइन, थाहा छैन आइपुगिकन आइपुगिरहेको छौँ। साइलीले भनेर है, झिँगाको औषधि यो कहाँ छ त्यो भेटनरी? यता छोडी पो राखेको छु, हुन्छ जानु अझै भन्नु। पिङ्किला कुरुस पाउँदैन कुरुस मर्छ हौ बिचरा, यो कुकुर पनि तर्सेर उठ्यो नै हो भन। अस्मी फुपू कहिले जानुहुने? फर्किनु भएको गाडीमा? ए ल, यहाँ चाहिँ एकदमै कहाँ यो कहाँनिर ठ्याक्क भन्ज्याङमै हो। कहाँनिर भन्ने चाहिँ मलाई थाहा भएन, तर यहाँ कस्मेटिक पसल छ होइन हाम्रो दिदीको। अनि हामी प्रायः जस्तो यहाँ किन्छौँ, तपाईँहरू पनि आउन सक्नुहुन्छ। एकदमै दामी दामी पाउँछ र कस्मेटिक सामानहरू राम्रो राम्रो हुन्छ, तपाईँहरूले पनि आफैले पनि देख्न सक्नुहुन्छ। साइलीले यहाँ आएपछि जहिले किनेर लान्छ। अब ऊ थालिहाल्यो देख्नु पो, मलाई माला किनिदिनु पनि सक्छ अहिले। साइली त यस्तो पो छ है फेरि। माला त जतन भएको छैन, कसरी घाँटीको माला जतन भएको छैन है दिदी? यस्तो पेटेको चिम्टी सादा देखाइदिनु न, बुढी मान्छेलाई लगाइदिनु। होइन कपाल काट्नु भएको छ कि, अनि चेपिदिनुलाई मात्रै हो। सिङ्गेलै भए पनि हुन्थ्यो होला सायद। ए हराउँछ होला त्यसो भए, उसले आफै उते गर्नु पर्यो नि त। उहाँ छ होला हेर त, छिटो मेरो खुट्टा गलेर म त मरि नै सकेँ। यस्तो हो गाइजहरू है। अरू भनेको तिमीले अब मलाई खै हेल्प गर, छाताको भाडा दिएर आउँछ यहाँ। म यति त गरिदिइहाल्छु नि फेरि, तर निकै गरौँ पो रहेछ, दुइटै हात चाहिने भयो। सो मैले बिर्सिहालेको थिएँ नि थुक्पा खाएको भिडियो बनाउने, साइलीले घाँस लगाएको भिडियो बनाउने। लाइट बाल्नु पर्दैन, अब चाहिँ थुक्पा खाएको थियौँ।
ए खाना त्यसै फेरि एकदमै है यो चाहिँ हुन्छ है फेरि मोमोसँगै हो चाउमिनसँगै हो यता चटपटीसँगै हो यसरी खान्छु म चाहिँ अनि तल झाडी पनि दिइहाल्छु अहिले चाहिँ खाँदै खान्छु फर्के आँखाले हेर्दैछ उसलाई चाहिँ खाँदाखेरि भिडियो बनाइदियो भने एलर्जी हुन्छ हेर त हेर खाना खायो चाहिँ होइन मैले एउटा मान्छे आएर अब किन एकपल्ट चाहिँ खाइसकेको खानु चाहिँ साइनी उतापट्टि बसिरहेको छ होइन अनि थुकिदिसक्यो खान्छु ल को पनि यस्तो गरेर खाएँ तामकुलेहरूले कि यता घरकोले हो भने यताकोहरूले हो तामकुलेहरू त बिचराहरू हो उजो सजो दाल खानु हुने भन्दा पनि त्यो छेउमै गएर लगाइदिइहाल्यो भने मात्रै भयो भन्ने यहाँ चाहिँ साइली छ होइन अनि म यहाँ छु अहिले कस्तो देखिरहेको छ हामी अहिले यहाँ खाँदाखेरि अब यहाँ सर्न आँटेको फेरि किनभने किन सर्न आँटेको भन्छ यो चाहिँ माने भन्ज्याङको परिवेश चाहिँ आज मङ्गलबार हुनाले खासै बन्द रहेछ है यस्तो अघि भनिसक्यो नि पिङ्क कलर र इनामेल र पिङ्क कलर ब्लू कलरको इनामेल र पिङ्क कलर चाहिँ एकदमै भन्ज्याङमा चाहिँ मिक्स समोसा दिनु न हामीलाई ए सधैँ हुन्थ्यो होइन पुरी छ पुरी त होइन मलाई समोसै थियो जे खानु मन लाग्यो पुग्छ होला नि त अब के भएर भोक लाग्छ सुनै होइन पुग्नु के को भोक त लाग्छ मिसीबाट खाजा के छ समोसा छैन बुढुलाई के लगिदिने रसबरी जेरी कसरी जेरी कसरी 20 रुपियाँ लान्छौ कति साइली म बस्छु है साइलीले एकदमै यहाँ जेरी किन्दैछ है आज सहेको त्यही लगिदिनु होला म वास गर्छु होला त्यसले चाहिँ हस् हेरौँ फेरि दिनु न अर्को ठाउँ पनि दिनु न सहेको फेरि जेरी किन्दैछौँ ल फेरि अब किनिसकेर बनाउँछु ल हामीले के पो किन्यौँ त यहाँ साइड के किन्यौँ त अहिले त यसले भनेको कि एकछिन ल म कस्तो परिवेश चाहिँ तपाईँहरूलाई देखाउनै बिर्सिन्छु कि यो तल महेन्द्र उच्च मावि होइन महेन्द्र उच्च माविको प्राङ्गण सधैँ यही थोत्रे अनुहार यता गर उता गर परिवेश त देखाउनै बिर्सिने रहेछ चिपस किनेको अरे क्या सायदले अनि फेरि कस्तो चाउचाउ हो लु परै किन त अहिले एकैताल आउँदैन ब्या झोला छ उयो कपडाको दिन्न साइले कत्रो त्यो ठुलै दिनु होला नि त अघि तैँले ठुलो किनेको भए सानो किन्छ अन्त गरिस् चाहिँ सानो लिइहालेर अहिले यो यता पनि बोर्डिङ छ अब हामीले यो बाटो जानुपर्ने छ यो
चाउ यहाँ देखिरहने मान्छेलाई चाहिँ म खासै रुचि चाहिँ लाग्दैन कि तर पनि दिदीको पसलमा किन पो पस्नु मन थियो अघि मलाई कपाल गर्नुलाई नि त साइडीले यहीँदेखि चाउ लान्छ हौ हेर्नु नै एकछिन बाटोमा दिन्छ अरे त्यसो भए ठिकै छ चाउचाउ खानु पाउने भयो मैले मेरो मास्क खस्यो खोइ रसबरी उठाइहाल्ला है अहिले एकदमै सपिङ चाहिँ भरै गर्दैछ है दुईटै झोला पनि भराइहाल्यो दे ठुलो दे है मलाई मात्रै चाहिँ भोग्थिनँ है हेर त के हो आज आइ खुट्टा दुख्यो एकदम प्रतीक्षा गर्दैछ है फेरि ढिलो गर्दैछ यसले त के अन्त पैसा पनि ल्याउँदैन हो अहिले पनि के अहिले पनि कम्ता किनेन हौ कम्ता किनेन खासै पैसा तिर्नु पनि दिँदैन मलाई कपाल गर्नु आयो एउटा मोइस्चराइजर चाहिँ लानु चाहिँ मन चाहिँ थियो पैसा चाहिँ उफ्रेको पनि थियो होस् है लानु चाहिँ पर्दैन थियो पैसा मोइस्चराइजर त अनि कम्ती पनि 700-800 लानु पर्यो के हो अब झिँगाको यो के पाउने ठाउँ यो त बेबीहरूको उयो राखिरहेछ भेटनरी होला नि भेटनरी होइन औषधिमा पशुको लागि त छैन नि देखिस् यसले जहिले यस्तै गर्छ पशुहरूलाई किन्नु भन्नु झन् एकचोटि म भेटनरीमा बसेर जुकाको औषधिमा आएको छु जुकाको औषधि दिनु न भनेको छु अनि केलाई भन्यो अनि जुकाको औषधि हो भन्यो अनि जुकाको औषधि त औषधि केलाई भन्यो नि मलाई भन्यो यहाँ कहाँ तिमीलाई पाउँछ त माथि बोडेर त भन्यो अनि यसो हेरेको भने त भेटनरीमा बसेको रहेछ हो जुकाको औषधि माग्दैछु गाह्रो छ ल साथीहरू अब चाहिँ चट्टा लाएर हामी घर हिँडेको है भन्ज्याङको परिवेश यो साइलीको परिवेश अनि यो मेरो परिवेश कति देखिरहेको छ अघिसम्म त ठिकै देखिँदै थियो होला होइन अलिअलि मेकअप अनि अब यो मोबाइलको एडिट गर्दाखेरि अहिले त एकदमै हातभरिको धुवा धुलोले पारिसक्यो कहिले पख न अहिले धुलो यस्तो सम्झिँदै पख न अहिले धुलो उडाइदिँदै गर मेरो पनि डुकहरू किनेर तिमीहरूलाई 9 लाखको होइन 10कै किन्छु नि हौ 9 भन्छ होला 1 लाख बढ्ने ला 10कै 2 लाखको बाइक पो देखाइदिन्छ है भन्दै ला भनेर म 10कै अब यस्तो नि त मलाई चाहिँ 10को किन्नु मन अनि त्यहाँ चाहिँ 9को मात्रै हुनु 9कै मात्रै छ लु 10 नै भयो पछाडिबाट गाडी आउँदैछ गाडीले लाँदैन तर हातबारी भोट खोला हेलुवा बेसी भाग्यमानी हुनु कम भन्दै होला दिपुले एकछिन ल साथीहरू म गाडीलाई एकपल्ट फोन हाल्छु सो गाइज फाइनली हामी बाटोलाई आइसकेको छौँ है त ठुलो ढुङ्गा यहाँ छ यो यता माल्टा साल्टा केहरू यो चाहिँ भन्ज्याङदेखि माथि हामी चाहिँ भन्ज्याङको बाँसघरी भन्छौँ है यो ठाउँलाई खास गरी विशेष गरी सिङ्गलेलीहरूले चाहिँ भन्ज्याङको बाँसघरी कहाँ छ सो भनेर फोन गऱ्यो भने भन्ज्याङको बाँसघरी भन्छौँ यहाँ रहेछ भन्ने याद हुन्छ सो भन्ज्याङको बाँसघरी छौँ है अनि यस्तो टाइममा चाहिँ मैले भ्लग बनाउनु पाएँ भने यस्तो बवाल बनाउँछु नि साथीहरू फेरि नन स्टपमा बोल्नु सक्छु कि अब कस्तो हुन्छ भने सम टाइम चाहिँ बोली चाहिँ आउँदैन भिडियो चाहिँ स्टार्ट भइसक्छ बोली चाहिँ आउँदैन है त्यो बेला चाहिँ अनि के बोल्ने हुन्छ कि अनि त्यो बेलाको भ्लग चाहिँ एडिट गर्नु पनि आफैलाई झ्याउ लाग्छ हो अनि फेरि कोही बेला चाहिँ यस्तो बोली आउँछ नि त्यो बोली आएको बेला बनाएको भ्लग चाहिँ फेरि यस्तो दामी लाग्छ मलाई आफैलाई तपाईँहरूले चिनी पनि सक्नुभयो है
घरले चाहिँ अब अलिकति टाढाको साथीहरूलाई यो चाहिँ मेरो घर जाने बाटो, हाम्रो माने भन्ज्याङबाट घर जाने बाटो। हामी जाँदैछौँ। गाडी जान्थ्यो होइन, अघि गाडी हेर्नु पुगिसकेछ। साइलीले गर्दा रसबरी किनिराख्दा, रसबरी मैले अस्तिदेखि खाऊँ भनेको नि त। अनि जहिल्यै पैसा छिटो सक्थेँ क्या, योपल्ट चाहिँ पैसा बर्बाद भएछ। अनि त्यो मौकामा त रसबरी खानुपर्छ भनेर बरु मोइस्चराइजर म पछि किन्छु किनेको। सो पछाडिबाट पनि गाडी त आउँदै नै छ। सो अब भने फाइनल्ली यो भनेको दुईवटा छुट्टिने बाटो। यताबाट हामी जान्छौँ, यताबाट चाहिँ अघि आएको भन्नुलाई अहिले त्यो छेउमै गएर म तपाईँहरूलाई देखाउँछु। पछाडिबाट गाडी आउँदैछ। कसको गाडी आयो? खुफ्रा परिवेशहरू एकदमै बबाल हुन्छ है। फेरि के किन्नु अरे? मच्चा। यस, सक्स किन्नु बिर्सेछ अरे। म पनि किन्नु चाहिँ पर्ने थियो। अरू त अरू मास्क पनि छोडेछु। कहाँ छोडियो मलाई थाहा छैन। केही हुँदैन है, म मुख धुँदै हिँड्छु। मुखै धोएर हिँडेको नि त धुलो खाँदैन। मलाई मास्क लाउनु झन् साह्रो लाग्छ। नाक मुखै अस्पट भएको जस्तो लाग्छ। यही बाटो चाहिँ होइन, अघि हामीले आएको चाहिँ यतादेखि हो, अब जाने चाहिँ यतादेखि। दुईवटा बाटो छ हाम्रो गाउँ जाने। तर मलाई किन यो मान्छे को जस्तो लाग्यो? को हो त्यो मान्छे? भन्छु मैले, तर चिनेको हुँदैन साइलीले कहिले पनि। गल्ती चाहिँ कर ऊ फेरि दर्शे जस्तै मान्छे आयो। थरीको मान्छेहरू पो देख्छु त। होइन पछाडि देखियो ना हो पनि यत्रो मोटा चाहिँ छैन। तर अगाडिबाट झन् ठ्याक्कै थियो। ठ्याक्कैमा थियो फेरि थिनु पनि। ल साथीहरू, अब भने हामी घर लागिसकेको छौँ। अगाडिबाट तपाईँहरू देख्न सक्नुहुन्छ हामी आज 3:30 लगभग 3:45 भयो होला। 4 बजीको हाराहारीमा चाहिँ हामी घर लाग्दैछौँ होइन। कति बजी पुग्छौँ अहिले? पुग्छ 6-7मा पो पुगिजानु अरे। 9 कम्ती पनि 9 भरे भिडियोमा म भनिहाल्छु, कम्ती पनि 9। किनभने खुट्टाको नङ यस्तो दुखिरहेछ। यो यस्तो छैन, यो के अट्टोमा समेत बमिट गर्छ साथीहरू। त्यही भएर हो यो नचढ्नुको कारणले। नभए म पैसा सपोर्ट गरेँ। वेलकम टु लोके पाङमा साथीहरू, वेलकम टु लोके पाङमा। देखिसक्नु भयो तपाईँहरूले बोर्डमा। त पक्कै पनि हामी भने लोके पाङमा आइसकेको छौँ। हामी यो दिनभरिको भ्रमण गर्दा लोके पाङमा आइपुगिसकेको छौँ साथीहरू। एन्ड देन यहाँ एकदमै नयाँ बाटो खनिएछ है। खनिएको यो कहिले खनिएको छैन? ए यो चाहिँ नयाँ भयो कि हो? यो चाहिँ नयाँ भयो जस्तो छ साथीहरू। सो लोकेपाङमा फाइनल्ली है खुट्टा दुखेर यस्तो कस्तो भइरहेछ भन्छ छैन? बिचरा दुइटै हातमा रहेछ। अनि कसरी भन्नुहोस् त, मै भनिदिन्छु। खुट्टा दुखेर यस्तो भइरहेछ साथीहरू होइन। हिँडेको अघि पनि अब भन्ज्याङसम्म हिँडेरै गएको। अनि भन्ज्याङबाट चाहिँ अटो चढेर खातबारीसम्म गएको। त्यसपछि खातबारीबाट आउँदा पनि हिँडेरै आएको। अब घरसम्म हिँडेरै जाँदा खुट्टा त कस्तो भयो अरे? कस्तो पो भनिसकेँ? फर्लक्कै भयो अरे। फर्लक्कै एकदमै भइरहेको छ। अनि गाडीलाई फोन गरेको साथी हेलुवा पुगिसक्यो अरे। हो अन्त के गर्नु, रुनु भएन, काट्नु भएन, मार्नु भएन भनेर हामी लोकेपाङमा छौँ अहिले। लोकेपाङमाको परिवेश एकपल्ट तपाईँहरूलाई यो कसको घर हो चिन्नुहुन्छ भने एकपल्ट प्लिज कमेन्टमा है। तर ल सुन्तला रहेछ एकदमै बबाल। के हो यहाँ दामी जोते छ त नि। ल अब भने लोकेपाङमालाई पनि बाहिर गर्ने बेला भइसकेको छ। धुलो यति नाकभरि नै धुलो पसिसकेको छ कि मास्क पनि कहाँ खसाएछु। खासै मलाई मास्क लाउने बानी पनि छैन कि। अनि यो त हेर्नु न लगाइरहेको छ, हेर्नु त
लगाइराख्छ यसले त लगाइराख्नु सक्छ हौ त्यो कोरोनाको बेला पनि एकपट्टि झुन्डाएर राखिरहन्थ्यो म चाहिँ भन्दा एकछिनलाई हेर्छु यति के भएको जस्तो लाग्छ अनि भएको जस्तो लाग्छ अनि म त फुकाइदिइहाल्छु ल रोकिताङमा अब एकदमै यो बोल्नु पनि खासै मन छैन जबरजस्ती अब भिडियो चाहिँ बनाउँदैछु होइन विशेष गरी अब तपाईँहरूकै लागि भनेर तपाईँहरू माया त खासै गर्नुहुन्न र पनि म सोच्छु कि एकपल्ट मेहनत मेरै पुगेको छैन भन्ने थम्बनेल बनाउन सकेको छुइनँ मैले कन्टेन्ट क्रिएट गर्न सकेको छुइनँ मैले यस्तो अलिकति भए पनि चित्त बुझाइरहेको छु वेट गरौँ 1 2 3 त्यसपछि यस्तो दामी कन्टेन्ट निकाल्छु यस्तो दामी थम्बनेल बनाउँछु भन्ने सोचिरहेको छु होइन अनि अब एकैचोटि रसभरी खाँदा भिडियो बनाउँछु कहिले खाँदै दिन्छ यसले थाहा छैन मलाई कहिले दिने हो सो गाइस यो झोलाभित्र छ रसभरी यो त चिपस साइलीलाई फेरि भिडियो बनाउनु लाग्छ यसो गरेर दिइरहेको छ अनि यहाँ म माथि बसेको छु है राखेर दिइरहन्छ जेरी पनि पो छ त यस यो भित्र छ एकछिन अलि नजिक लिन यो भित्र छ एकदमै 2-3 महिना अगाडिदेखि मैले खानु भनेको बजार आउँदाखेरि दाम सोध्दै तर नकिनेको सो आज फाइनल्ली मैले किनिसकेको छु त्यस्तो महँगो त पर्ने होइन तर पनि किन्दिनँ थिएँ अनि यो भित्र छ पैसाको माया लाग्छ होइन पैसाको माया मलाई त धेरै लाग्छ सामानहरू किन्नु भन्छु होइन दाम सोध्छु अनि महँगो लाग्छ होस् भनिराख्छु अनि आइजान्छु मेकअपको सामानहरू त त्यस्तै हुन्छ यसो किन्नु भन्यो त्यो मोइस्चराइजरहरू 700 800 600 अनि यसो सोच्यो 500 त निकै ठुलो लाग्छ अझै त्यहाँ 300 थप्नु त झन् लाग्छ सो गाइस मैले सिल तोड्दैछु यहाँ अहिले पनि भन्दैछ लु खाइदिन त रसभरी भनेर ओ माई गड सिल पनि कति 2-3 वटा पत्र हुँदो रहेछ त्यो सिल पनि गाह्रो पो हुँदो रहेछ त खोलेपछि बन्द गर्नु मिल्दैन है क्या हो कस्तो मिल्दैन मिल्नु त कहाँ तर हेर्नु क्यामेरा अघि जानुपर्छ तेरो मनहरू देखेन के रिसै उठ्दो यसमा जान राखेको राखेको कता उता नि थत्र ट्र्याक्टर आउँदैछ भन्नु पनि नहुने करोडपतिहरूको सम्पत्ति नजिकदेखि नै मात्रै खिचिरहन्छ भनेर अनि फेरि टाढोदेखि उठ्नु पनि मन छैन कि यहाँ मेरो खुट्टा अहिले यस्तो गरेर यो छेउमा ल्याइदिँदाहरू हुन्छ नि त अनि फेरि मम्मीले नजिकबाटै मात्र इच्छा भनेको फेरि हो त्यसरी टाढोबाटै मात्र अनि फेरि टाढोबाटै मात्र इच्छा भनेको कराउँछ अनि नजिकबाट मात्र इच्छा गरेर टाढोबाट मात्र बुझ्नु पनि त्यस्तै गराउँछ अहिले त ल यस्तो काम मैले सक्दिनँ के डनले मात्रै सक्छ अब अनि अझै यसको हुने छ त के छ त्यही त एउटा सिल त तोडिसक्यो फेरि अर्को पनि छ पोखाइहाल्लास् है पोखाइसक्यो है यसले रसभरी साथीहरू यो साइलीले बनाएको भिडियोमा त यसले थाहा पनि पाएन त क्यामेरा कालो भएको धमिलो भिडियो बनाइदिएर मरेछ हो यो त के खालको हो यो त यहाँ पछाडिबाट ट्र्याक्टर आउँदैछ हो फेरि हामी यहाँ रसभरी खानुलाई यस्तो गरेर बिचरा साथीहरू जुत्ता खोलेर यहाँ यसरी जुत्ता खोलेर बिचरा ह्याक तरिका खोले खोइदे मलाई बरु म खोल्छु सक्दैन हौ यसले खोले फुकाइसकेको छ फाइनल्ली मुखमा तो पहिला खाने कि तो पहिला खानु ओ माई गॉड तर यहीँबाट धुलो चाहिँ उडिरहेको छ तर हामी यस्तै धुलोसँग खेलेर ओरेर हुर्केको हामीलाई यो धुलो केही पनि लाग्दैन साथीहरू त्यही बेला रसभरी खानु पाएँ भने मात्रै पुग्छ ल खान त हो न ल पोइन्छ नि पोइन्छ ल तँलाई खुवाइदिन्छु ल ह्यापी बर्थडे फेरि ल गर न ह्यापी बर्थडे टु यु साइली ल ल फेरि हेले गुलिया अब उसलाई त मन पर्दैन पो त फेरि घिउको के दुधहरू त्यो गरेर पनि बनाउँछ ल दुध फटाएर बनाउँछ ल एन्ड दिस इज माई नारियल जस्तो हात पनि चाटेको मैले
अनि पहिल्यैबाट सुटीकोमा खाएको थियो ल एकान्तमा बसेर हामीले छ्या झोल खाइहाल्यो भने अहिले उतै लाग्छ ए रसबरी तिमीहरूले तिमीहरूले रसबरी फेरि तपाईँहरूलाई भनेको न यो मेरो भाइ बहिनीहरूलाई भनेको समाधान कस्तो भयो ला तिर्खा पो लाग्यो तिर्खा लागिगयो त कतिवटा गनै ल कतिवटा हुँदो रहेछ मैले यससँग 3टा है यो भित्र 4टा यो भित्र फेरि कतिवटा 3 छ 10वटा हुँदो रहेछ 20 रुपैयाँ गोटा पर्ने रहेछ नि पाउँछ 250 को ल मिठो लगाब ओया कस्तो मिठो लगाब भन्छ उले अगाइ पनि म त अगाएको छुइनँ नि त कस्तो ल सबै दे बरु मिठो लगाब पो भन्छ म त यो सबै खाइ पो सक्छु त कस्तो रस के हो तिमी निकै मात्र यस्तो रहेरै हुन्छ किन हुनु अहिले रसबरी टेस्ट गर्दै थिएँ रिक्से उठ्दा पो गर्छ त चेप्पो लाग्ने मिठो लगाएको भन्दो रहेछ मैले त मलाई त कहिले देखेँ मैले रसबरी खाना अनि मात्र निस्किन्छ क्या झोल भएर चाहिँ होइन औलाले भेट्नु छोडेको नि यहाँ झोल खाएपछि यसो लोडाउनु गुदु गुदु भइसँग घाँटीमा ओफ जुत्ता पनि कला साइलीले निकाल्नु सकेन हेलो टेस्ट गर्दैन साथीहरूलाई ग्यास भन्दैन oh this is reaction is very good English speaking यो रियाक्सन चाहिँ हो क्या अघि दही चाहिएको एकदम सो गाइस अहिले चाहिँ यहाँ यस्तो तर भा लड्छु भनेर डर हामी यहाँ गाडीमा यस्तरी हुटमाथि चाहिँ पुरा भनिदिनु भएको छ नि ल 0 point ल साथीहरू यो माथि त्यो पुरा घर उठ्यो भयो क्या आगो लागिरहेको छ यो चाहिँ 0 point हो होइन तपाईँहरूले देखिसक्नुभयो यहाँसम्म मात्रै हो हाम्रो आउने यहाँबाट मुनिबाट हेर्लाबेसी माथिबाट सिमले आउनुहुन्छ यतै साइली ऊ यता आउनुहुन्छ होला अहिले
भित्र यहाँ बस्नै मान्दैन यसलाई बमिट आउँछ हुन्छ ओ को मडी मडी उपर एउटा गाडी चाहिँ आउँदै हुनुहुन्छ पर्खिनुपर्छ अरे ल तर दुईटा ब्याग भयो हातमा तिनटै भइसक्यो हेर्दै गाडीको पर्खाइ यस्तो छ नि साथीहरू यस्तो हुँदाखेरि मलाई बाइक किन्नु मन लाग्ने तर मनले मात्र बाइक आउँदैन रहेछ के चाहिन्छ बाइक आउनुलाई साइलीको अवस्था यस्तो भइसक्यो यो भित्र खुट्टा यस्तो दुखेको छ तपाईँहरूलाई थाहै छैन पिङ्कीलाई कुरुस्तै ल्याइदिनँ पिङ्की रिसाउँछ होला पक्कै पनि पिठा लागेको छ हौ त्यहाँ पानी छैन ए त्यहाँ सामान झारेको रहेछ नि त ल त पानी छ होला फ्रिजमा म मागेर ल्याउँछु 100 रुपियाँ त मागिहाले त्यही बस्दै गरे होइन अहिले गइजान्छ पानी खानु पर्यो यहाँ वाटर खानु पर्यो पानी छ दिन्न दिदी पानी दिन्न छ भने चिसो मिनी वाटर भनेको चिसो ल बाहिरको होइन होइन भयो त्यसो भए मलाई जिस्किने मान्छे मन पर्दैन कि अचेल खोइ हो अमिते अमितेलाई त गाडी पर्खिँदैछौँ कि यहाँ साथीहरू साइडको हालत यस्तो भइरहेछ बिचरा रसभरी खाइन्जेल त उजेलै थिएछ अनुहार भर्खरै अँधेरो भएको